नमस्ते। पेटमा जुका पर्नु यो धेरै परिवारको साझा समस्या हो, होइन त? तर चिन्ता नलिनुहोस्। आज हामी यो समस्याबाट बच्न कहिले र कसरी औषधि खाने भनेर एकदमै सरल भाषामा सबै कुरा बुझ्नेछौँ। आजको हाम्रो छलफलमा हामी सुरुमा जुकाको लक्षणबारे कुरा गर्नेछौँ। त्यसपछि बच्चा, ठूला मानिस र गर्भवती महिलाले औषधि कसरी खाने भन्ने नियम हेर्नेछौँ अनि अन्त्यमा यसबाट बच्ने उपायहरू के हुन् त त्यो पनि जान्नेछौँ। ल, सुरु गरौँ है त। सबैभन्दा पहिले आउनुहोस् जुकाका लक्षणहरू चिनौं, किनभने समस्या के हो भनेर थाहा पाएपछि मात्रै त हो समाधान खोज्ने। परिवारको स्वास्थ्यको लागि लक्षण चिन्नु पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो। अब लक्षणहरू के हुन् त? जस्तै बेला बेलामा पेट दुखिरहने, कहिलेकाहीँ दिशामा जुका नै देखिने, बच्चाको तौल बढ्दै नबढ्ने वा एकदमै दुब्लो कमजोर देखिने। अनि अर्को मुख्य लक्षण हो गुदा चिलाउनु। कहिलेकाहीँ त बान्ता वा झाडा पखाला पनि हुन सक्छ। हो, यस्ता सङ्केतहरूमध्ये कुनै एक वा बढी देखियो भने बुझ्नुहोस्, अब जुकाको औषधि खुवाउने बेला भयो। ल, लक्षण त थाहा पाइयो। अब समाधानतिर लागौँ, खास गरी बच्चाहरूको लागि। यो धेरै अभिभावकहरूको चासोको विषय हो। तर राम्रो कुरा के छ भने यसको समाधान एकदमै सजिलो छ। सायद सबैभन्दा धेरै सोधिने प्रश्न यही हो, बच्चालाई जुकाको औषधि कहिलेदेखि खुवाउन सुरु गर्ने? यो प्रश्न धेरैको मनमा हुन्छ र यसको सही जवाफ थाहा पाउनु एकदमै जरुरी छ। र यसको एकदमै स्पष्ट र सिधा जवाफ हो बच्चा 1 वर्ष पूरा भएपछि। यो उमेरको सीमालाई चाहिँ राम्रोसँग याद राखौँ है। यहाँ एउटा कुरामा विशेष ध्यान दिनुपर्छ। 1 वर्षभन्दा कम उमेरका बच्चाहरूलाई डाक्टरको सल्लाह बिना जुकाको औषधि कहिले पनि दिनु हुँदैन। तर जब बच्चा 12 महिनाको हुन्छ, अर्थात् 1 वर्ष पूरा हुन्छ, त्यसपछि भने औषधि दिन सुरक्षित हुन्छ। अब लागौँ मात्रातिर। कति खुवाउने त? यो पनि एकदमै सजिलो छ। एल्बेन्डाजोल वा मेबेन्डाजोलको 1 ट्याब्लेट, त्यो पनि 1 पटक मात्र, बस यति हो। अनि बच्चालाई जुकाबाट लगातार जोगाइराख्न यो औषधि हरेक 6 महिनामा दोहोर्याउनु पर्छ। यो साधारण तालिकाले बच्चालाई लामो समयसम्म सुरक्षित राख्छ। ल, बच्चाहरूको कुरा त भइहाल्यो। अब ठूला मानिसहरू, वयस्कहरूको पालो। उहाँहरूका लागि चाहिँ के नियम छ त? राम्रो कुरा के छ भने यो त झन् सजिलो छ। ठूला मानिसहरूले जुनसुकै उमेरमा पनि जुकाको औषधि खान सक्छन्। तर हो, गर्भवती महिलाहरूको लागि एउटा विशेष नियम छ जुनबारे हामी एकैछिनमा कुरा गर्नेछौँ। वयस्कहरूको लागि पनि मात्रा उही हो, 1 ट्याब्लेट, त्यो पनि 1 पटक मात्र। बच्चाको लागि जस्तै कति सजिलो। र यसलाई हरेक 6 महिनादेखि 12 महिनाको बीचमा, अर्थात् वर्षमा 1 वा 2 पटक दोहोर्याउन सकिन्छ। ठूलाहरूको लागि यो समय अलिकति लचिलो छ। अब एउटा एकदमै महत्त्वपूर्ण र संवेदनशील विषयमा कुरा गरौँ, गर्भावस्थामा जुकाको औषधि। यो जानकारी हुन गइरहेका आमाहरू र उहाँहरूको परिवारको लागि अत्यन्तै जरुरी छ, त्यसैले एकदमै ध्यान दिएर सुन्नुहोला। ल, यो नियम एकदमै ध्यान दिएर बुझौँ। गर्भावस्थाको जुन पहिलो 3 महिना हुन्छ नि, त्यो बेला जुकाको औषधि खानै हुँदैन, बिल्कुलै हुँदैन। तर 4 महिना सुरु भएपछि खान मिल्छ। तर यहाँ एउटा तर छ, डाक्टरको सल्लाह लिएर मात्रै आफ्नो मनले चाहिँ कहिल्यै नखानुहोला। डाक्टरको सल्लाह अनिवार्य छ है। औषधि र उपचारको कुरा त भयो, तर रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस भनिन्छ नि, होइन? अब परिवारलाई सुरक्षित राख्ने केही सरल तर निकै प्रभावकारी उपायहरूबारे कुरा गरौँ। रोकथामका लागि यी 5 सरल बानीहरू अपनाए पुग्छ। 1. खाना खानुअघि साबुन पानीले मिची हात धुने। 2. नङलाई सधैँ छोटो र सफा राख्ने। 3. खाली खुट्टा नहिँड्ने, बाहिर जाँदा जुत्ता चप्पल लगाउने। 4. सधैँ सफा र उमालेको पानी पिउने। र 5औं, जुन सायद सबैभन्दा महत्त्वपूर्ण छ, त्यो हो परिवारका सबै सदस्यले एकै पटक औषधि खाने। हो, यो अन्तिम उपाय रोकथामको लागि सबैभन्दा शक्तिशाली मानिन्छ। जब घरका सबैले एकै पटक औषधि खान्छन्, तब एकअर्कामा संक्रमण सर्ने जुन चक्र हुन्छ त्यो तोडिन्छ र सबैजना सुरक्षित हुन्छन्। त्यसैले याद राखौँ, जुकाको औषधि खानु एउटा सानो कदम जस्तो देखिए पनि यसले हाम्रो पूरा परिवारको स्वास्थ्यमा ठूलो र सकारात्मक असर पार्छ।
आखिर स्वस्थ परिवार नै त खुशी परिवार हो।